पहिलादेखि आउनुहुन्थ्यो त म आफूसँग एकपछि साथीसँग हजुर कति महिना भयो होला अलि मैला भयो नि साह्रो भएन भनेको मैला भयो अन्त पुरा मैला भयो जस्तो छ यहाँबाट जानुपर्ने छ अनि बन्द गरिदिनु होला अब हामी चाहिँ आइपुग्यो है पूजा गर्नु अब त्यही पूजासुजा गरेर अनि बाहिर के छ के छैन है देखाउँछु नि हामी पहिलादेखि आउनुहुन्थ्यो त म आफूसँग एकपछि साथीसँग थियो हो सानोदेखिको अन्त यस्तो हुन्छ नि यस्तो हुन्छ नि भन्दा भन्दै अब यस्तो भयो लाइफमा यस्तो हुँदैछ भने एक्सप्रेस गर्दा गर्दा चाहिँ बुझिसक्यो त्यस्तो हुँदो रहेछ भगवान् यस्तो हुँदैन नि त जब भगवान्कोमा आउँछ नि हजुर त्यो भए चाहिँ मन खोलेर भन्नुपर्छ भने के भयो मसँग के हुँदैछ मसँग भन्दै बुझ्नु झन् कोही भएर पनि भगवान्ले जज गर्दैन यहाँ चाहिँ हाउनु हो यहाँ चाहिँ ठुलो हाउनु हुन्छ यहाँ चाहिँ हाम्रो गाईहरूको देवी देवता छ हो अन्त माताको खुट्टाको छाप चाहिँ यहाँ कहाँ थियो हो अस्ति देखाउनु भएको अङ्कलले यता चाहिँ गणेश भगवान् बन्ने छ कहाँनिर अस्ति अङ्कलले देखाएको ए रहेछ त छापेर त अन्त छ ए है यहाँनिर कहाँनिर शिव भगवान्को जट्टाबाट नि पानी झरेको जस्तो पनि छ यहाँ त एक्लै अङ्कलले सफा गराउनु नि नाग खुट्टाको छाप हाम्रो छापेर छ नि खुट्टाको छाप छ अस्ति त हामीले छ्याङ्गै दिएछ नि त खुट्टाको छाप तर मैले बिर्सेँ कहाँ थियो यहाँ चाहिँ अस्ति अङ्कलले बनाउनु हजुर शिवको ढुङ्गाकै छ शिला पनि बनाएको छु ढुङ्गाकै छ शिला शिव भगवान्को जग्गा कस्तो दामी छ पिस खालको है पहिला यतापट्टि बनाएको थिएन कि शिव भगवान्को अन्त यो गरेर त बनाएको थिएन त म त यो मन्दिर थिएन यहाँको शिव भगवान्को थिएन बादमा चाहिँ अङ्कलका शिवरात्रि हुनुभन्दा अगाडि कहिले भन्यो साँप झुन्डेको नि मेरो दामी रहेछ नि जग्गाहरू त है परतिर कस्तो दामी दामी त्यही त ढुङ्गाहरू दामी नि अन्त अङ्कलले के क्याबे त सफा गर्दै गर्दा चाहिँ शिवलिङ्गको टाउको हुन्छ नि भेट्टाएको अङ्कलले के भन्यो नि यहाँ त कति कुराहरू पुरा हुन्छ मेरो पनि भएको छ मान्छे चाहिँ बस्नु हुँदैन रहेछ नि त है अङ्कल आउनुहुन्छ अहिले एकछिन ओर्नुहुन्छ होला सफा गर्नु हेर्नु म त डल्लै डल्लै जीवनै है अङ्कलले यहीँ बिताउनु भएको होला नि त अङ्कल एक आर्मी ए छोराहरू पनि दुईजना आर्मीमा आर्मीबाट आएर चाहिँ
अङ्कलले यहाँनिर भित्र चाहिँ ओह्रालभित्र छाप भेटेर चाहिँ उयो गरेको नि त त्यहाँदेखिको चाहिँ